आवाज में फेरि मर्जी होस् त के मर्जी भयो गीत यो भने फेरि भन्यो अरे नेपाल महाराजा भन्दैछु त भन्नु जयकार होइजाऊ नेपाल महाराजा त्यसपछि सबको समेला भयो भेट भइगयो आज ठिक छ गिराएर होइन जाऊ दे मैले अघि साइडमा तलवार जान निकालेर ऊ पनि परे खिचिने भयो कुन्ने भयो ल बाबु यो छार मौलो भयो यो यसको धार नै कहाँ हो यता मदरसातिर पनि घुमा भयो मेरो दिजु मेरो पनि यो 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 नेक्स्ट टाइम दुई जना ल्याएर बोलाई न हाम्रो ओइ जो थाल्बे पनि देऊ दाइकन आउँथ्यौ गोले एकसाल परबाट मैले नुनमै खायो पानी त पाएन पनि धुने अनि यो गो गर्ने सबै भित्रै आउँछ क्या चोबाल मैले गरे मैले यहाँ बजेट लिऊ अनि परिवार पानी ल्याऊ पानी तिरका घर पनि लिएर भिडियो भएको एकछिन नै बसेको राम्रो आउँछ यो पर्वलाई के बग्रिद कुरान चाहिँ यो तपाईहरुको मुस्लिमको यो 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 पर्वलाई के भन्छ कुर्बानी कुर्बानी धन्यवाद आइदिनु भयो हाम्रो यो पवित्र कुर्बानीमा हजुरलाई सबैलाई धन्यवाद है ल मुखिया दाइ गरिदिनु भयो चेतवनबाट आउनुभयो अनि यो कर्णाली जलाशय जलविद्युत परियोजना को मुआब्जा लिने क्रममा आउनु भएको तपाईहरु मौका मिल्यो बग्रिद मुस्लिम धर्मावलम्बीहरूको महान चाड बग्रिदमा हामी हिन्दू दाजुभाइ पनि सरिक भएर सँगै रमाएर मनाउन पाउँदा हामी एकदमै खुसी भएका छौँ। हाम्रो धार्मिक सहिष्णुता जुन एकता भएर जुन हाम्रो मनाउने परम्परा छ कैलाश माडुको पूजा गर्दा मुस्लिम दाजुभाइले फुल चामल सहित गएर त्यहाँ चाहिने देवताको पूजाआजा गर्ने परम्परा रहेको त्यहाँ देउडा खेल लगाउने त्यहाँको पर्व रमाइलो मनाउने परम्परादेखि चलिआएको एउटा धार्मिक संस्कार संस्कृति सँगसँगै हामी पनि हिन्दू धर्मावलम्बी पनि मुस्लिम दाजुभाइको यो मदरसा मस्जिदमा आएर हामीले बग्रिद कुर्बानी नामको पर्वमा हामी पनि सरिक भएर हर्ष उल्लासका साथ मनाउन पाउँदा हामी एकदमै खुसी छौँ र कोही दाजुभाइ चेतवनबाट आउनु भएको छ, कोही काठमाडौँबाट आउनु भएको छ, नेपालका हरेक कुनाबाट, कोही बम्बईबाट दिल्लीबाट आउनु भएको छ। यति टाढा टाढाबाट आएर हाम्रो बिचमा भेटघाट हुँदा यसरी रमाइलो मनाउन पाउँदा हामी एकदमै चाहिँ खुसी छौँ। हस्, धन्यवाद।